उहाँ एम्बुलेन्सबाट फेरि पठाएको रहेछ विमानबाट त्यहाँबाट यहाँ आएपछि त इमर्जेन्सी राखेको चाहिँ केही चला थला केही गरेको छैन है बुढीलाई मैले जति भातहरू केही खाऊ केही खाऊ म यहाँ जान पाउँदिनँ आज भोलि बाख्रा ब्याउनु थियो अब मैले बाख्रा छोडिदिने बित्तिकै अलि यहाँ हान्न मार्न गर्छ अनि त्यहाँबाट भनेर तिमीहरू जाऊ भनेर पठाएको कुनै केही गरेकै थिएन त्यहाँबाट पैसा टेन्सन नमान्नु जानु एक्सरे गराउनु सबै कुरो गराउनु काउन्टरमा गएर उ गर्दैछ त्यहाँबाट गराएछ नि त गराएर त्यहाँबाट अब उहाँ यता हड्डी नै छैन अनि उता अड्डै झुन्डी त्यो पनि छैन पुरै उहाँले अड्डा जस्तो फाल्के बनाएको हुन्छ त्यहाँबाट फेरि भएन फेरि के भयो फेरि अब भयो घरमा बुढी आयो बुढी आएर पनि मैले भन्न पर्दैन नि त त्यतिखेर होइन म दिउँसै गएर जाने चामल अब ओड्लिएको छ अनि यसलाई उता त म पुऱ्याइदिन्थेँ नि त पहिले दिउँसै राति 11 बजे फोन गर्छ फेरि फेरि एकजनालाई फेरि अब चिनेको थियो मान्छे र त्यसलाई ल बाइक लिएर हिँड्न बाबु यार मलाई म 500 रुपियाँ हिँडे आउने जाने त्यो सामान लिएर जानु पऱ्यो हस्पिटलमा भनेर उतिखेर फेरि त्यतिखेर हामीले त ब्याङ्ककोट छ न के छ मान्छे त गइयो यहाँ बिरालो जस्तो भएर गयो राति 11 बजी पानी भरिहाल्यो ठोक्रिहाल्यो पानी आउँदा नि बेच्यो जाँदा नि बेच्यो यहाँ घर आउने बेला एउटा धुलो उडेको छ फेरि के भन्नु आज यस्तै रहेछ भने यहाँ न खानु छ न पिउनु छ न हेर्नु छ चल भाइ दौड्या छ दौड्या एउटा चढाइहाले है अर्कोलाई दुःख बल्ल बल्ल हिजो चाहिँ नि तपाईँको हिजो बल्ल पैसा हाल्यो त्यसलाई कराइ भाग्या छ अझै ड्राइभर र त गोर्खाको चाउ रहेछ खैरिनीको फेरि मान्छे साउ चाहिँ अब ड्राइभरले गल्ती गरिस् भन्ने होला ड्राइभर चाहिँ मसँग के तर तेरो गाडी हो भन्ने होला त्यसमाथि पनि ट्वाके एउटा ज्यादै एउटा ट्वाके यस्तो पौसिखाएर अन्त घर एउटा यस्तो नानीया सुत्यो नि त हातेर होला नि त घोडा सुत्एपछि पन्छ्याउँदाखेरि यहाँ सबै पन्छ्यो गरम बुढो पनि भएको एउटा यस्तो